पोखरा नजिकैको एउटा यस्तो ठाउँको बारेमा आज हामी चर्चा गर्दैछौँ जुन केवल सुन्दर दृश्यका लागि मात्र होइन, बरु धार्मिक, सांस्कृतिक र जैविक विविधताको एउटा अनुपम सङ्गम पनि हो। एकदमै। श्रोताले पठाउनु भएका यी स्रोतहरूले हामीलाई कास्की पर्वत र स्याङ्जाको सङ्गम स्थलमा रहेको पञ्चासेको गहिराईमा लैजानेछन्। आजको हाम्रो उद्देश्य पञ्चासेको भनौँ न प्राकृतिक सौन्दर्य, यसको जैविक खजाना र सांस्कृतिक महत्त्वका पत्रहरूलाई एक एक गरेर खोल्नु हो। एकदम। ल अब यसलाई विस्तारमा हेरौँ। सुरु गरौँ यसको नामबाटै, पञ्चासे। यो शब्द सुन्दा नै केही रहस्यमयी र शक्तिशाली सुनिन्छ, होइन त? एकदमै। र यो रहस्य यसको भूगोलमै लुकेको छ। हामीले पाएको जानकारी अनुसार यो केवल एउटा डाँडो होइन र? यो त 5वटा चुचुरा अर्थात् 5 टाकुरा मिलेर बनेको एउटा पवित्र भूमि हो। त्यसैले पञ्च आसन वा पञ्च आवासबाट अपभ्रंश भएर पञ्चासे बनेको हुनुपर्छ भन्ने मान्यता रहेछ। पञ्च आसन हो। र रोचक कुरा के छ भने यो 5 अङ्कको संयोग यहाँ पटक पटक दोहोरिरहन्छ। यहाँनिर कुरा साँच्चै रोचक हुँदै जान्छ। 5 चुचुरा मात्र होइन, यी कागजातहरू हेर्दा थाहा हुन्छ कि यो ठाउँ 5वटा मुख्य खोलाहरूको उद्गम स्थल पनि हो। हर्पन, रती, जरे, आँधी र सेती। अनि हर्पन खोला त फेवातालको मुख्य स्रोत हो। यो त निकै ठूलो कुरा भयो। यो सानोतिनो कुरा बिल्कुलै होइन। यसले पञ्चासेको वातावरणीय महत्त्वलाई सिधै पोखराको जीवनसँग जोडिदिन्छ। पञ्चासे केवल एक पर्यटकीय स्थल मात्र नभएर जलाधार क्षेत्र पनि हो। पोखरा उपत्यका र वरपरका क्षेत्रका लागि एक महत्त्वपूर्ण जलाधार क्षेत्र। 5700 हेक्टर भन्दा बढी क्षेत्रफलमा फैलिएको यो विशाल वन क्षेत्रले पानीको स्रोतलाई संरक्षण गर्छ। यसलाई यसरी बुझौँ, फेवातालको आयु र स्वास्थ्य प्रत्यक्ष रूपमा पञ्चासेको स्वास्थ्यसँग जोडिएको छ। भनेपछि पञ्चासेमा हुने सानोभन्दा सानो वातावरणीय गडबडीको असर सिधै फेवातालमा देखिन्छ, निसन्देह। स्रोतले सिधै हिसाब त गरेको छैन, तर सङ्केत स्पष्ट छ। पञ्चासेको वनविनाश हुनु भनेको फेवातालमा बाढी र पहिरोको जोखिम बढ्नु, पानीको स्रोत घट्नु र ताल पुरिने प्रक्रिया तीव्र हुनु हो। त्यही भएर पोखराको जीवनरेखाको मुहान भनिएको हो नि। यो त पोखराको फोक्सो र मुटु दुवै भयो। अनि यी सबै गम्भीर कुराहरूभन्दा पर स्रोतहरूले त्यहाँको दृश्यको जुन वर्णन गरेका छन्, वाव! एउटै डाँडाबाट माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण, पुरै हिमश्रृङ्खलाको परेड देखिने रे। त्यो अनुभव कस्तो होला साँच्चै? पोखराको यति नजिकै यस्तो खजाना लुकेर बसेको रहेछ। बिल्कुल। र जाडोमा हिउँ खेल्न पाइने कुराले यसलाई झनै विशेष बनाउँछ। हो, त्यो त छँदैछ। पोखरा जस्तो न्यानो सहरबाट केही घण्टाको दूरीमा हिउँसँग खेल्न पाउनु आफैमा एउटा ठूलो आकर्षण हो। यसको भौगोलिक अवस्थिति नै अद्वितीय छ। 800 मिटरदेखि 800 मिटरदेखि 2517 मिटरसम्मको उचाइमा फैलिएको हुनाले यसले विविध प्रकारका अनुभवहरू प्रदान गर्छ। तल्लो भेगमा न्यानो हावापानी र माथिल्लो भेगमा हिउँ पर्ने चिसो मौसम। यही उचाइको विविधताले नै यसको जैविक सम्पदालाई पनि यति धनी बनाएको होला, होइन त? र यहीँबाट पञ्चासेको अर्को तह खुल्छ, जैविक विविधताको खजाना। स्रोतमा एउटा यस्तो तथ्य छ जसले पञ्चासेको जैविक महत्त्वलाई एकै वाक्यमा समेट्छ। यसलाई सुनाखरीको राजधानी भनिएको रहेछ। 143 प्रजातिका सुनाखरी। 143। यो केवल एउटा सङ्ख्या होइन, यो त एउटा सङ्केत हो कि त्यहाँको पारिस्थितिक प्रणाली कति पुरानो, स्थिर र मौलिक छ। तपाईले एकदम सही ठाउँमा समात्नुभयो। सुनाखरी जस्तो संवेदनशील फूल फस्टाउनु भनेको त्यो ठाउँको हावा, पानी र माटोमा अझै पनि मौलिकता जीवित छ भन्नु हो। यो जैविक स्वास्थ्यको लिटमस टेस्ट जस्तै हो। 800 मिटरदेखि 2517 मिटरसम्मको उचाइले गर्दा यहाँ उपोष्णदेखि शीतोष्ण हावापानी पाइन्छ। यही फरक हावापानी र भूधरातलले गर्दा यहाँ विभिन्न प्रकारका वनस्पतिहरू फस्टाउने मौका पाएका छन्। स्रोत अनुसार त यहाँ 12 प्रकारका वन रहेछन्। 12 प्रकारका वन, 584 प्रजातिका फूल फुल्ने बिरुवा र 107 किसिमका जडीबुटीहरू। यो त एउटा जिउँदो जाग्दो प्रयोगशाला नै भयो नि, भनौँ न।
राष्ट्रिय फूल लालीगुराँसको त कुरै नगरौँ, अनि लोपोन्मुख छत्रे उन्यु लगायत 18 प्रजातिका उन्युहरू पनि पाइने रहेछ। यो छत्रे उन्युको बारेमा स्रोतले केही थप जानकारी दिएको छ? यो किन यति विशेष छ? स्रोतमा विस्तृत प्राविधिक जानकारी त छैन, तर लोपोन्मुख भन्नुको अर्थ नै यो हो कि यस्ता प्रजातिहरू विश्वका केही सीमित ठाउँमा मात्र पाइन्छन्। पञ्चासे तीमध्ये एक हो। यसले के देखाउँछ भने यो क्षेत्रले पृथ्वीको प्राचीन वनस्पतिको एउटा अंशलाई अझै पनि सुरक्षित राखेको छ। यो एउटा लिभिङ फसिललाई संरक्षण गरे जस्तै हो। त्यो त हो। अझ 8 प्रजातिका रेसादार बिरुवा र 30 प्रजातिका प्राकृतिक रङहरू पाइने कुराले पनि यसको आर्थिक र सांस्कृतिक महत्त्वलाई देखाउँछ। वनस्पति मात्रै होइन, जीवजन्तुको संसार पनि त्यत्तिकै धनी देखिन्छ। 262 भन्दा बढी प्रजातिका चराचुरुङ्गी हो। चरा अवलोकनकर्ताहरूका लागि त यो स्वर्ग नै हुनुपर्छ। स्वर्ग नै भयो। अवश्य पनि। र यो सङ्ख्याले पनि त्यही पारिस्थितिक प्रणालीको स्वास्थ्यलाई नै दर्शाउँछ। जहाँ यति धेरै चराहरू बस्छन् त्यसको अर्थ हो उनीहरूका लागि पर्याप्त आहार, सुरक्षित वासस्थान र प्रजननका लागि उपयुक्त वातावरण छ। मतलब इकोसिस्टम स्वस्थ छ। एकदम। स्रोतमा उल्लेख भए अनुसार यहाँ 15 प्रजातिका स्तनधारी, 8 प्रजातिका चमेरा र अनगिन्ती पुतली तथा सरीसृपहरू पाइन्छन्। यो जैविक विविधताको एउटा हटस्पट हो। र यो स्वस्थ प्रकृतिले नै सायद मानिसलाई आध्यात्मिकतातिर डोर्यायो होला, हैन र? एकदमै मिल्ने कुरा। किनभने स्रोतहरूले पञ्चासेको प्राकृतिक सुन्दरताको मात्र होइन, यसको गहिरो धार्मिक र सांस्कृतिक महत्त्वको पनि कुरा गर्छन्। यसलाई त सिद्ध ऋषिमुनिहरूको तपोभूमि नै भनिएको छ। हो। प्रकृति र अध्यात्मको यो सम्बन्ध यहाँ निकै गहिरो देखिन्छ। यहाँका कथाहरूले यसलाई अझै रहस्यमयी बनाउँछन्। जस्तै स्रोतमा बिना मूलको ताल भनेर चिनिने पञ्चकोशी सरोवरको उल्लेख छ, जहाँ पानीमा पात खस्ने बित्तिकै चराले टिपेर फाल्छ भन्ने जनविश्वास छ। यो सुन्दा त कुनै दन्त्यकथा जस्तो लाग्छ, तर यसको पछाडि केही गहिरो अर्थ लुकेको होला नि? एकदम। यो केवल एउटा अन्धविश्वास होइन, यसले प्रकृति र आस्था बीचको गहिरो सम्बन्धलाई देखाउँछ। ताललाई सफा राख्नुपर्छ भन्ने सन्देशलाई एउटा सुन्दर मिथकसँग जोडिएको छ। कति राम्रो तरिका हो नि। यो प्रकृति संरक्षणको स्थानीय ज्ञान र परम्परालाई पुस्तान्तरण गर्ने एउटा मौलिक तरिका हो। भगवान रिसाउँछन् भनेर सिकाउनु भन्दा चराले नै सफा गर्छ भन्नु कति सकारात्मक र काव्यिक तरिका हो। वाह। अनि मातापिता भक्त श्रवण कुमारको समाधि स्थल पनि यही छ भन्ने कुराले यसको पौराणिक महत्त्वलाई थप बल दिन्छ। हामीले सुनेको कथाका पात्रसँग जोडिएको वास्तविक ठाउँ हो। श्रवण कुमारले आफ्ना दृष्टिविहीन आमा बुबालाई खर्पनमा बोकेर तीर्थयात्रा गराएको कथा हामी सबैले सुनेका छौँ। यही पञ्चासे क्षेत्रमा तिर्खाएका आमा बुबाका लागि पानी खोज्न जाँदा राजा दशरथको शब्दभेदी वाण लागेर उनको मृत्यु भएको र उनको समाधिस्थल यही बनेको भन्ने विश्वासले यस ठाउँलाई रामायणकालीन कथासँग जोड्छ। यस्ता कथाहरूले नै कुनै पनि ठाउँलाई केवल ढुङ्गा र माटोको थुप्रो हुनबाट जोगाएर जीवन्त बनाउँछ। यी कथाहरूले पुस्ता पुस्तालाई त्यस ठाउँसँग भावनात्मक रूपमा जोड्छ। भनेपछि यो ठाउँ केवल घुम्ने मात्र होइन, एउटा तीर्थ नै भयो। निश्चय पनि। यदि हामीले यसलाई फराकिलो दृष्टिकोणबाट हेर्यौँ भने पञ्चासे एउटा जीवन्त सांस्कृतिक केन्द्र हो। मेला लाग्ने कुरा पनि छ नि, हैन? हो। यहाँ बाल चतुर्दशी, माघे सङ्क्रान्ति, शिवरात्रि जस्ता पर्वहरूमा शताब्दीौँदेखि मेला लाग्दै आएको छ। यसले देखाउँछ कि यो केवल एक ऐतिहासिक स्थल नभए स्थानीय समुदायको जीवनशैली र संस्कृतिको अभिन्न अङ्ग हो। यी मेलाहरू केवल धार्मिक अनुष्ठान मात्र होइनन्, बरु सामाजिक अन्तर्क्रिया, व्यापार र संस्कृतिको आदान प्रदानका केन्द्र पनि हुन्। त्यसो भए यी सबैको अर्थ के हो? हामीसँग एउटा यस्तो ठाउँ छ जुन वातावरणीय रूपमा संवेदनशील छ, जैविक रूपमा असाधारण धनी छ र सांस्कृतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण छ। तीनोटै पक्ष उत्तिकै बलियो का लागि योजनाहरू बनिरहेका छन्। र यसले आजको विश्वमा हरेक महत्त्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाले सामना गरिरहेको साझा चुनौतीलाई अगाडि ल्याउँछ। विकास र संरक्षण बीच कसरी सन्तुलन कायम गर्ने? स्रोतमा उल्लेखित योजनाहरूबाट यो द्वन्द्व स्पष्ट देखिन्छ। एकातिर जैविक विविधता र जलाधारको संरक्षण गर्ने लक्ष्य छ, जुन सबभन्दा महत्त्वपूर्ण हो। अर्कोतिर सिद्ध बराह मन्दिरमा खानेपानी, प्रकृति मैत्री अतिथि गृह र इन्टरनेट सेवा पुर्याउने योजना पनि छ। यहाँ एउटा द्वन्द्व देखिन्छ।
प्रकृति मैत्री शब्द आफैमा कतिपय अवस्थामा केवल विज्ञापनको लागि प्रयोग हुन्छ। स्रोतले यो अतिथि गृह कसरी प्रकृति मैत्री हुन्छ भन्ने बारे केही ठोस जानकारी छ? जस्तै पानीको प्रयोग वा स्थानीय तहको विस्तृत विवरण त छैन, तर यसले त्यो महत्त्वपूर्ण प्रश्न भने अवश्य खडा गर्छ। विकासका योजनाहरूको कार्यान्वयन पक्ष कतिको इमान्दार होला? पैदल मार्गमा रेलिङ लगाउने र विद्युत सेवाको स्तरोन्नति गर्ने जस्ता पूर्वाधार विकासका कुराहरू पनि छन्। यी सुविधाहरूले पक्कै पनि पर्यटकलाई सजिलो बनाउँछ। तर त्यही सहजताले निम्त्याउने भिडले त्यहाँको प्राकृतिक र शान्त वातावरणलाई असर पनि गर्न सक्छ। त्यो पनि हो। इन्टरनेट सेवाले पक्कै पनि त्यहाँको पहुँच बढाउँछ, तर के त्यसले त्यहाँ ध्यान र शान्तिको खोजीमा जानेहरूको अनुभवलाई खलबलाउँछ कि? मानिसहरू सहरको कोलाहलबाट भागेर शान्ति खोज्न त्यहाँ पुग्छन्, तर त्यहाँ पनि उही इन्टरनेट र सामाजिक सञ्जालको दुनियाँ पुग्यो भने त्यो यात्राको उद्देश्य नै के रह्यो र? यो निकै गम्भीर प्रश्न हो। तर अर्कोतिर कर्मचारी र पुजारीका लागि नियमित कोषको व्यवस्था गर्ने योजनाले यसको दिगो व्यवस्थापनमा ध्यान दिएको देखिन्छ। यो एकदमै महत्त्वपूर्ण पक्ष हो। किनभने कुनै पनि ठाउँको संरक्षणका लागि त्यहाँ निरन्तर खटिने मानव संसाधन र उनीहरूको जीविकोपार्जनको सुनिश्चितता हुनु आवश्यक छ। बिना आर्थिक दिगोपन संरक्षणको योजनाहरू कागजमा मात्र सीमित हुन सक्छन्। यो एकदम सही कुरा हो। त्यसैले चुनौती भनेको विकास गर्ने कि नगर्ने भन्ने होइन, चुनौती त कस्तो विकास गर्ने भन्ने हो। कसरी गर्ने भन्ने हो। पूर्वाधार निर्माण गर्दा ध्यान दिनुपर्ने कुरा के हो भने त्यसले त्यहाँको मौलिकतालाई नष्ट नगरोस्। के त्यहाँ बन्ने अतिथि गृहको डिजाइन स्थानीय वास्तुकलासँग मिल्छ? के त्यहाँ प्रयोग हुने ऊर्जा नवीकरणीय स्रोतबाट आउँछ? के त्यहाँ उत्पन्न हुने फोहोरको व्यवस्थापनको दिगो योजना छ? हो, यी प्रश्नहरूमा गम्भीर बहस हुनु जरुरी छ। आजको हाम्रो यो विस्तृत चर्चाबाट के स्पष्ट हुन्छ भने पञ्चासे केवल एक पर्यटकीय गन्तव्य होइन। बिल्कुल होइन। यो त प्रकृति, आध्यात्मिकता र मानव संस्कृति एक आपसमा कसरी जेलिएका हुन्छन् भन्ने कुराको एक जीवन्त उदाहरण हो। यो एउटा यस्तो किताब हो जसको हरेक पन्नामा नयाँ रहस्य र सुन्दरता लुकेको छ। स्रोतहरूले हामीलाई एउटा यस्तो ठाउँको चित्र देखाएका छन् जुन जति प्राचीन छ त्यति नै आधुनिक विकासका चुनौतीहरूको सामना पनि गरिरहेको छ। एकैसाथ हो, एकै पटकमा तपोभूमि, जैविक विविधताको खानी, पोखराको जीवन रेखा र पर्यटकीय गन्तव्य हो। यी सबै पहिचानहरूलाई एकैसाथ जोगाएर अघि बढ्नु नै यसको भविष्यको सबैभन्दा ठूलो चुनौती र अवसर दुवै हो। र यो चुनौतीको सामना कसले गरिरहेको छ त? स्रोतमा पञ्चासे क्षेत्र विकास समिति र स्थानीय युवा क्लब जस्ता संस्थाहरूको संलग्नताको उल्लेख छ। यसले एउटा प्रश्न उब्जाउँछ। यस्तो अपार प्राकृतिक र सांस्कृतिक महत्त्व भोगेको सम्पदाको संरक्षण र दिगो विकासका लागि स्थानीय समुदायको सक्रियता र राष्ट्रिय स्तरको नीतिबीचको आदर्श सन्तुलन कस्तो हुनुपर्ला ताकि यसको मौलिकता भावी पुस्तासम्म सुरक्षित रहोस्?